लागि सर्वप्रथम त म परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिन्छु। अनि यहाँ जति पनि उपस्थित हुनुहुन्छ मैले आदर गर्नुपर्ने आदरणीय पास्टरबा, अगुवाजन साथै सम्पूर्ण मण्डली परिवारमा क्रिस्चियन वादन जय मसीह, जय मसीह। तपाईँहरू आनन्दित हुनुहुन्छ? आशा छ तपाईँहरू सबैजना आनन्दित हुनुहुन्छ अनि खुसी हुनुहुन्छ। अनि हामी चाहिँ नयाँ वर्षमा पनि अलरेडी प्रवेश गरेर पहिलो एउटा महिना चाहिँ सकेर अनि दोस्रो महिनाको पहिलो दिनमा प्रवेश गरिसकेका छौँ। अनि यो वर्ष चाहिँ परमेश्वरको अनुग्रह अनि कृपा चाहिँ हामी सबैसँग रहेको होस् र नयाँ वर्षको ढिलै भए पनि तपाईँहरू सबैजनालाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु। अनि आज नयाँ वर्षको पहिलोचोटि फेरि तपाईँहरूको माझमा अनि परमेश्वरको वचनलाई लिएर आउन पाउँदा म एकदमै धेरै खुसी छु। अनि परमेश्वरको वचनलाई घोषणा गर्ने यो अवसर दिनुभएको लागि म कमिटी परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। अनि यो गएको हप्ता चाहिँ है मेरो लागि चाहिँ एकदमै धेरै दुःखदायी हप्ता भएर बित्यो। अनि हाम्रो मण्डलीको एउटा सानो भाइलाई हामीले गुमाउनु पर्यो होइन। अनि म आफै पनि शरीरमा त्यस पछाडि अलिकति अस्वस्थ भइराखेको थिएँ। अनि धेरैचोटि चाहिँ सोचेँ है पास्टर बाबालाई फोन गरेर जिम्मेवारी हस्तान्तरण गर्नु पर्यो भनेर धेरैचोटि सोचेँ। अहिले पनि अलिक यो रुगामार्गी अनि घाँटीमा अलिकति प्रब्लम भएको कारणले अस्वस्थ नै भइराखेको छु। अनि धेरैचोटि सोचेँ पास्टर बाबालाई फोन गरेर भन्नु पर्यो जिम्मेवारी हस्तान्तरण गर्नु पर्यो भनेर। अनि फेरि सोचेँ होइन म मेरो जिम्मेवारीलाई पुरा गर्छु भनेर म तपाईँहरूको माझमा खडा भएको छु। अनि अहिले म दुर्बल भए तापनि अनि म चाहिँ के भन्छ दुर्बल भए तापनि म भित्र जो हुनुहुन्छ अनि उहाँ चाहिँ शक्तिशाली अनि सामर्थी हुनुहुन्छ। आमेन। आज प्रेरित पावलले शक्तिशाली कुरा भन्नुभएको छ। आज के अरे आई क्यान डु अल थिङ्स थ्रु क्राइस्ट हु स्ट्रेन्थन मी है। म सबै कुरा उहाँमा गर्न सक्छु जसले मलाई चाहिँ शक्ति प्रदान गर्नुहुन्छ। आमेन। हुन्छ कति पनि ढिला नगरिकन म आज तपाईँहरूको माझमा एकदमै छोटो वचन लिएर आएको छु। अनि हामी वचनमै जानेछौँ। अनि वचनमा जानुभन्दा अगाडि म तपाईँहरूको माझमा एउटा पुस्तकमा लेखिएको कथालाई सुनाएर हाम्रो वचनमा म प्रवेश गर्न चाहन्छु। ग्रेट चर्च फाइट्स भन्ने एउटा पुस्तकमा चाहिँ एउटा यस्तो कथा लेखिएको छ। अनि त्यहाँ चाहिँ के हुन्छ भने एकजना दुईजना के अरे बाबा र छोरी हुनुहुन्छ। अनि बुवा छोरी चाहिँ एउटा कोठामा बसिराख्नु भएको हुन्छ। बाबा चाहिँ केही पुस्तकहरू लिएर अनि हातमा केही आर्टिकलहरू अथवा पुस्तकहरू केही लिएर पढ्दै बसिराख्नु भएको हुन्छ। अनि नानी चाहिँ सानो छोरी चाहिँ अनि त्यतिकै खेलेर अनि बाबाको छेउमै बसिराखेको हुन्छ। अनि त्यो बाबा खेलिराखेको अनि त्यो नानी खेलिराखेको बेला चाहिँ बाहिरबाट चाहिँ उसको साथीहरूले चाहिँ उसलाई बोलाउँछन् कि है खेल्नुको लागि चाहिँ। अनि धेरैजना साथीहरू चाहिँ भेला भएर आएर चाहिँ अनि त्यो छोरीलाई पनि खेल्न बाहिर बोलाउँछन्। अनि त्यो छोरीले चाहिँ अनि बुवाको पर्मिसन लिएर चाहिँ बाहिर खेल्न जान्छ। अनि बाबा चाहिँ उसको बुवा चाहिँ भित्रै के अरे पुस्तकहरू पढ्दै आर्टिकलहरू पढ्दै बसिराख्नु भएको हुन्छ। अनि त्यो छोरी जब बाहिर जान्छ अनि त्यति बेला चाहिँ अनि बुवाले चाहिँ भित्रबाट चाहिँ ठुलो आवाजहरू सुन्नुहुन्छ है। कराइराखेको नानीहरू चाहिँ हल्ला गरिराखेको सुन्नुहुन्छ। अनि केही समय चाहिँ उहाँले इग्नोर गर्नुहुन्छ क्या त्यसलाई होइन। केटाकेटीहरू खेलिरहेछन् हल्ला गरिरहेछन् भनेर चाहिँ उहाँले त्यसलाई नजरअन्दाज गर्नुहुन्छ। तर त्यो आवाज चाहिँ झन्झन चर्को हुँदै जान्छ। अनि त्यो नानीहरू चाहिँ अझै ठुलो स्वरले कराउँदै उनीहरू चाहिँ झगडा गरेको जस्तो त्यो भित्रबाट बुवाले सुन्नुहुन्छ। अनि त्यस पछाडि चाहिँ उहाँले आफैलाई रोक्न नसकेर अनि झ्याल खोलेर नानीहरू खेलेको ठाउँलाई हेर्नुहुन्छ। अनि त्यो छोरीलाई सोध्नुहुन्छ छोरी तिमीहरू चाहिँ किन हल्ला गरिरहेछौ, किन तिमीहरू चाहिँ झगडा गरिरहेछौ एक आपसमा, तिमीहरू चाहिँ किन यसरी चाहिँ हल्ला गरेर चाहिँ मचाइराखेको छौ भनेर सोध्नुहुन्छ बुवाले। अनि छोरीले एउटा खतलाग्दो कुरा भन्छ कि छोरीले के भन्छ थाहा छ? बुवा हामी चाहिँ झगडा गरेको होइन होइन, हामी चाहिँ यहाँनिर साथीहरूसँग चाहिँ बाजिराखेको छैनौँ, झगडा गरिराखेको छैनौँ, तर हामी चाहिँ मण्डली खेलिराखेको छौँ। के भन्छ हामी चाहिँ मण्डली खेलिराखेको छौँ है। केटाकेटीहरू हामीले सुनेको छौँ नि भाँडाकुटीहरू खेल्छ होइन, हरेक कुराहरू खेल्छ। तर उसले चाहिँ भन्छ होइन हामी झगडा गरेको होइन, हामी चाहिँ यहाँ बाजिराखेको छैनौँ, तर हामी चाहिँ मण्डली खेलिराखेको छौँ। म यो कथालाई तपाईँहरू माझमा सोच्नलाई छोडिदिन्छु र हामी सोचौँ कि हाम्रो आउने पुस्तालाई हामीले चाहिँ कस्तो मण्डली हस्तान्तरण गर्दैछौँ। हुन्छ हामी वचनमा आउनेछौँ है। म आज तपाईँहरूको माझमा छोटो
वचन बोल्नेछु अनि आजको विषय चाहिँ रहनेछ मण्डली है। मण्डलीको विषयमा म थोरै तपाईँहरूको माझमा बोल्नेछु अनि यो चाहिँ कुनै नयाँ विषयमा मैले तपाईँहरूको माझमा वचन लिएर आएको छैन। आज हामीले सुनिराखेको, हामीले बुझिराखेको होइन, हामी सबैलाई थाहा भएको विषयमै मैले तपाईँहरूको माझमा छोटो वचन लिएर आएको छु। अनि मण्डली हामी जब हेर्छौँ भने चाहिँ हामी बाइबलमा अनि यो चर्च होइन इङ्ग्लिस वर्ड अनि यो शब्द चाहिँ एक्लिसिया भन्ने ग्रिक वर्डबाट आएको हो अनि जसको अर्थ चाहिँ एउटा मानिसहरूको समूह अथवा झुण्ड भन्नेलाई पनि बुझाउँछ। अनि यो एक्लिसिया शब्द चाहिँ दुईटा ग्रिक वर्डबाट आएको छ जो चाहिँ एक अनि कालेयो भन्छ अनि त्यो चाहिँ त्यसको अर्थ चाहिँ के हुन्छ त भन्दाखेरि बोलाइएका अथवा चुनिएका मानिसहरूको समूह अथवा झुण्ड भन्ने कुरालाई बुझाउँछ है। अनि हामी सबैलाई थाहा छ आज मण्डली भनेको चाहिँ आज यो भवन अथवा कुनै बिल्डिङहरू होइन, तर मण्डली चाहिँ ख्रिस्टले चुन्नुभएका मानिसहरू हो र उहाँको मानिसको समूह एउटा झुण्डलाई नै चाहिँ मण्डली भनेर हामी बुझ्ने गर्छौँ है। अनि जब हामी पहिलो कोरिन्थी 12:27 पदलाई हामी हेऱ्यौँ भने त के पाउँछौँ त भन्दा तिमीहरू ख्रिस्टका शरीर हौ र हरेक त्यसका अङ्गहरू हौ भनेर लेखिएको कुराहरू हामी पाउँदछौँ होइन। अनि कोलोसी 1:18 हामीले त्यहाँ हेऱ्यौँ भने उहाँ शिर हुनुहुन्छ अर्थात् मण्डलीका शिर हुनुहुन्छ। आज मण्डली चाहिँ को हो त भन्दाखेरि ख्रिस्टको शरीरहरू हो जो चाहिँ तपाईँ र म है। आज अनि परमेश्वरको वचनमा हामीले हेऱ्यौँ भने हामी दोस्रो कोरिन्थी 6:16 पनि हामी त्यहाँ पाउँछौँ कि आज मण्डली चाहिँ परमेश्वरका प्रजाहरू हो है। आज हामी चाहिँ उहाँका आफ्नै नाउँद्वारा बोलाइएका जाति, उहाँका आफ्नै व्यक्तिहरू, राजकीय पुजारीगिरी अनि चुनिएका जाति अनि वंशहरू हौँ होइन, जसलाई चाहिँ वचनले चाहिँ बाइबलले चाहिँ मण्डली भनेर पनि सम्बोधन गरेको छ, जो चाहिँ तपाईँ र म हौँ है। अनि तपाईँ र म चाहिँ ख्रिस्टको शरीरहरू हौँ। हामी एफिसी 1:22 र 23 पनि हामी त्यो कुरालाई पाउँदछौँ। अनि तपाईँ र म चाहिँ मण्डली चाहिँ परमेश्वरको आत्माको मन्दिरहरू हो। यो वचन चाहिँ हामी सबैलाई थाहा छ। पहिलो कोरिन्थी 3:16 चाहिँ हामी यो कुराहरू हामी पाउँदछौँ है। समग्र मानिसहरू आज मण्डली चाहिँ के हो भनेर तपाईँ र मैले बुझ्दाखेरि चाहिँ आज मण्डली चाहिँ त्यस्तो व्यक्तिहरूको समूह अथवा झुण्ड हो जसले चाहिँ येशू ख्रिस्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेको छ अनि जो चाहिँ ख्रिस्टको शरीर भएको छ होइन, अनि जसले आफ्नो हृदयलाई चाहिँ परमेश्वरको आत्माको मन्दिर बनाएको छ। आमेन। आज सारांश चाहिँ मण्डलीको यही नै हो अनि मण्डली चाहिँ तपाईँ र म हौ प्रियहरू। आमेन। अनि म थोरै तपाईँहरूको माझमा चर्चा गर्न चाहन्छु आज मण्डलीको भूमिका चाहिँ के हो त होइन, रोल अफ चर्च। आज तपाईँ र म मण्डली हौँ त्यो हामीले बुझिसक्यौँ होइन। आज मण्डलीको भूमिका चाहिँ के छ त, मण्डलीलाई चाहिँ परमेश्वरले किन खडा गर्नुभएको छ त भन्ने विषयमा हामी थोरै हेर्नेछौँ। आज मण्डलीको भूमिकाको विषयमा हामी हेऱ्यौँ भने चाहिँ एकदमै धेरै भास्ट छ है। आज हामी डिटेलली हेर्ने छैनौँ यसलाई, तर ब्रिफली रूपमा चाहिँ थोरै कुराहरू मात्रै म तपाईँहरूको माझमा गर्नेछु। आज धेरै छ मण्डलीको भूमिकाहरू, हामीले अध्ययन गर्दै बाइबललाई हेर्दै गयौँ अनि हामीले पढ्दै अध्ययन गर्दै गयौँ भने धेरैवटा भूमिकाहरू छ, तर म विशेष तपाईँहरूको माझमा 4वटा भूमिकालाई चाहिँ म राख्न चाहन्छु है। आज हामी पहिलो भूमिकालाई हेर्नेछौँ वर्शिप, आराधना है। तपाईँहरू कसैले योहन्ना 4:23 र 24 पढिदिनु न म अनुरोध गर्छु। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। आमेन। यहाँनिर चाहिँ वचनमा स्पष्ट रूपमा लेखिएको छ होइन। आज परमेश्वर चाहिँ आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। आज मण्डली चाहिँ नि प्रियहरू तपाईँ र म चाहिँ परमेश्वरबाट चुनिएका व्यक्तिहरू अनि मण्डलीको पहिलो भूमिका भनेको चाहिँ परमेश्वरलाई आराधना गर्ने नै हो है। आज हामीले जे पनि कुराहरू गर्छौँ हाम्रो जीवनमा, हामीले गर्ने हरेक कार्यहरूदेखि लिएर हामीले बोल्ने बोलीहरूदेखि लिएर हामीले जिउने हाम्रो जीवनशैलीहरूदेखि लिएर हरेक कुराबाट परमेश्वर हाम्रो जीवनबाट महिमित हुनु नै तपाईँ र मेरो पहिलो भूमिका
भूमिका हो प्रिय है। आज संसारमा धेरै मानिसहरू छन् हैन, जो आफ्नै इच्छा अनि आफ्नै अभिलाषाको निम्ति जिराखेको छन्, अगाडि बढिराखेको छन्। तर तपाईँ र मलाई परमेश्वरले चुन्नु भएको कारण, तपाईँ र मलाई परमेश्वरले ती भिडहरूबाट अलग गर्नुभएको कारण पहिलो चाहिँ नि प्रिय तपाईँ र मलाई उहाँको आराधना गर्नको लागि। आमेन। तपाईँ र म चाहिँ उहाँको आराधना गर्नको निम्ति बनिएका व्यक्तिहरू हौँ। जब हामी अदनको बगैँचामा हेर्छौँ भने चाहिँ परमेश्वरसँगको आदम र हव्वाको त्यो सम्बन्धलाई हामी हेऱ्यौँ भने त्यहाँ चाहिँ एउटा घनिष्ठ सम्बन्ध थियो। त्यो आराधनाको पनि त्यहाँनिर चाहिँ हामी चित्रणलाई हामी देख्दछौँ। त्यही कारणले प्रियहरू आज तपाईँ र मेरो मण्डलीको पहिलो भूमिका चाहिँ आराधना हो, जो चाहिँ आत्मा र सत्यतामा तपाईँले मैले गर्नुपर्छ। आमेन। आज हाम्रो आराधना चाहिँ आज देखावटी अनि त्यो ढोगीपनमा होइन, तर तपाईँ र मेरो आराधना चाहिँ आत्मा र सत्यताबाट हुनपर्छ भनेर चाहिँ परमेश्वरको वचनले हामीलाई देखाउँदछ। अनि स्पष्ट रूपमा तपाईँ र मलाई चाहिँ परमेश्वरको वचनले सिकाउँदछ है। अनि तपाईँ र मेरो पहिलो भूमिका चाहिँ आराधनाको। अनि म तपाईँलाई चाहिँ यो समयमा होइन आज परमेश्वरको वचनबाट यही उत्साह दिन चाहन्छु कि तपाईँ र म चाहिँ परमेश्वरले खोज्नु भएको, यहाँ अगाडि 23 पदमा भनेको छ नि होइन, परमेश्वरले चाहिँ कस्ता आराधकहरू खोज्दै हुनुहुन्छ भनेर। आज त्यो परमेश्वरले खोज्नु भएको साँचो आराधक चाहिँ तपाईँ र म बन्न सकौँ। आमेन। अर्को दोस्रो भूमिका म तपाईँहरूको माझमा राख्न चाहन्छु। अनि दोस्रो भूमिका भनेको चाहिँ निर्माणको भूमिका हो है, जुन कुरा चाहिँ हामी एफिसी 4:12 हामी पाउँदछौँ। यहाँ के लेखिएको छ भने कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हवन्। आमेन। म फेरि पढ्नेछु। यहाँ लेखिएको छ कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हवन्। आमेन। आज तपाईँ र म चाहिँ नि ख्रिस्टलाई विश्वास गरेर अनि उद्धार र मुक्ति पाइसकेका व्यक्तिहरू हो कि न भन्नुहोस् त। तपाईँ र मैले चाहिँ ख्रिस्टको रगतद्वारा उद्धार र मुक्ति पाएका छौँ अनि परमेश्वरको के भन्छ ख्रिस्टको शरीर हुने अधिकार पाएका छौँ र उहाँसँग हामी सँगै जोडिएका छौँ, उहाँसँग हामी गाँसिएका छौँ। तर अब चाहिँ तपाईँ र मेरो जिम्मेवारी भनेको चाहिँ के हो त भन्दा तपाईँ र म चाहिँ दिनाहुँ चाहिँ ख्रिस्टमा निर्माण भएर अघि बढेको परमेश्वर चाहनुहुन्छ। आमेन। तपाईँ र म जुन लेभलमा छौँ, जुन ठाउँमा छौँ, त्यही ठाउँमा रहिरहेको, त्यही ठाउँमा हामी बसिराखेको परमेश्वर चाहनुहुन्न है। एउटा महिमादेखि अर्को महिमासम्म चाहिँ तपाईँ र म अघि बढेको परमेश्वर चाहनुहुन्छ है। आज जसरी हामीले येशूलाई विश्वास गर्दाखेरि सुरुमा हामी होइन दुध र लिटो मात्रै खान्थ्यौँ भने अब चाहिँ तपाईँ र म चाहिँ परमेश्वरले चाहनु भएको कुरा चाहिँ तपाईँ र म चाहिँ साह्रो है एउटा भात खान योग्य हुनुपर्छ भन्ने परमेश्वरको चाहना हो। तपाईँ र म सधैँ लिटो खाएर अनि दुध मात्रै खाएर हुँदैन होइन, तपाईँ र मैले चाहिँ साह्रो भात खान पनि सिक्नुपर्छ भन्ने कुरा चाहिँ परमेश्वर चाहनुहुन्छ। तपाईँ र म सधैँ एउटै लेभलमा, एउटै स्टेजमा हाम्रो आत्मिक स्तरलाई सधैँ एकै ठाउँमा, एकै नासमा राखेको परमेश्वर चाहनुहुन्न। परमेश्वर चाहिँ सधैँ तपाईँ र म निर्माण भएर उहाँको महिमामा बढ्दै गएको परमेश्वर चाहनुहुन्छ। त्यो कारणले दोस्रो मण्डलीको भूमिका, तपाईँ र मेरो भूमिका भनेको चाहिँ तपाईँ र म चाहिँ ख्रिस्टमा निर्माण भएर होइन, यहाँनिर भनिएको छ सेवाको काममा सन्तहरूलाई चाहिँ सुसज्जित गर्ने कुराहरू। यहाँ जब हामी 11 पदमा हेऱ्यौँ भने चाहिँ यहाँनिर चाहिँ 5 फोल्ड मिनिस्ट्रीको विषयमा पनि हामी हेर्दछौँ होइन, यहाँ देख्दछौँ पञ्चदलीय सेवकाईको विषयमा। आउने दिनहरूमा भयो भने म यो विषयमा पनि तपाईँको माझमा वचन ल्याउने प्रयत्न गर्ने नै छु है। अनि त्यो कारणले यहाँ जब हामी 12 मा हेऱ्यौँ भने चाहिँ त्यहाँ पाउँछौँ कि ख्रिस्टको शरीर चाहिँ तपाईँ र म चाहिँ निर्माण भएर होइन सेवाको काममा अघि बढेको परमेश्वर चाहनुहुन्छ। आमेन। अर्को तेस्रो भूमिकामा हामी जानेछौँ अनि तेस्रो भूमिका भनेको चाहिँ इभान्जेलिज्म है, सुसमाचार प्रचार। मण्डलीको हामीले दुईटा हेऱ्यौँ है, आराधना अनि तपाईँ र म निर्माण हुने कुरा। अनि तेस्रो मण्डलीको भूमिका भनेको चाहिँ सुसमाचारको भूमिका हो है। अनि सुसमाचारको भूमिकामा चाहिँ नि तपाईँ र म कोही पनि हामी भाग्न सक्दैनौँ क्या है। आज सुसमाचार प्रचार गर्ने काम चाहिँ पास्टरको मात्रै अनि अगुवाको मात्रै, लिडरहरूको मात्रै, मण्डलीमा जो जिम्मेवार व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको मात्रै भनेर तपाईँ र म पन्सिन सक्दैनौँ। किनभने परमेश्वरको वचनले तपाईँ र मलाई स्पष्ट रूपमा भनेको छ है। हामी जब मत्ती 28:18 र 20 मा हेऱ्यौँ भने त्यहाँ पाउँदछौँ
तब येशूले तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूको साथमा छु। आमेन। परमेश्वरले चाहिँ नि तपाईँ अनि म सबैजनालाई दिनुभएको आज्ञा हो प्रियहरू, है। तपाईँ र म चाहिँ सुसमाचार प्रचार गर्ने कुरादेखि, त्यो जिम्मेवारी, त्यो भूमिकादेखि चाहिँ मण्डली तपाईँ र म भाग्न सक्दैनौँ। अनि हामीले कुन तर्फबाट अनि कुन माध्यमबाट कुन तरिकाले चाहिँ प्रभुको होइन सुसमाचारलाई प्रचार गर्न सक्छौँ, तपाईँ र मैले त्यो काम गर्नुपर्छ। है, पहिलेको समय थियो नेपालमा, है, मलाई अझै पनि याद छ। हामी जुन मेरो गाउँ चाहिँ मैले विश्वास गरेको ठाउँ चाहिँ इलामको फाकफोक्थुम आमचोक गाविस पहिलेको, है, त्यो ठाउँमा हो। अनि त्यहाँनिर जब हामीले सुरुमा विश्वास गऱ्यौँ अनि त्यस पछाडि चाहिँ हामीलाई पास्टर बुवाहरूले, है, त्यो सानो ट्र्याक्सहरू हुन्थ्यो नि, तपाईँलाई याद छ है सबैजनालाई, त्यो सानो ट्र्याक्सहरू दिनुभएको थियो। अनि त्यो झोलामा बोकेर त्यो गाउँ शिरदेखि पुच्छरसम्म हिँडेर चाहिँ हामी ट्र्याक्स बाँडेको अझै पनि मलाई याद छ, है। अनि यो के भन्छ, इलाम र फिदिमको सिमानामा रहेको राँके बजारदेखि अनि आमचोकसम्म हामी ट्र्याक्सहरू बाँड्दै अनि झोलामा ट्र्याक्स बोकेर बाँड्दै हिँडेको 3-4 घन्टासम्म, होइन। त्यो यादहरू अझै मलाई छ। अनि त्यो समय चाहिँ पहिलेको समयमा हामीले त्यो कुराहरू गऱ्यौँ अनि हामीभन्दा अगाडिको पुस्ताले, हामीभन्दा अगाडिको व्यक्तिहरूले अझै धेरै सङ्घर्ष गरेर ख्रिस्टको सुसमाचार गर्नुभएको छ र तपाईँ र मैले ख्रिस्टलाई चिन्ने अनि ख्रिस्टलाई पाउने अवसर पाएको छौँ, होइन। अनि अहिले चाहिँ त्यस्तो धेरै स्वतन्त्रता हामीलाई नेपालमा सुसमाचार प्रचार गर्नको लागि छैन। अहिले ट्र्याक्सहरू बोकेर अनि पब्लिक रूपमा, होइन, प्रचार गर्दै हिँड्नको लागि पहिलेभन्दा धेरै नै हामीलाई कठिन छ। तर अहिले चाहिँ हामीले अहिलेको समय र अहिलेको प्रविधिलाई प्रयोग गर्दै तपाईँ र मैले चाहिँ ख्रिस्टको सुसमाचार गर्न सक्ने रहेछौँ क्या, होइन। तपाईँ र मैले विभिन्न प्लेटफर्महरू, सोसल मिडियाको प्लेटफर्महरू युज गरेर, होइन, अनि कसरी हुन्छ त्यो तरिकाले हामीले गर्न सक्छौँ कि म यसो सम्झिन्छु, जब यो के अरे नयाँ करारको मण्डलीको समयमा चाहिँ यो सोसल मिडियाहरू थियो भने सायदै हामीसँग बाइबल हुन्थेन कि जस्तो लाग्छ क्या मलाई, होइन। किनभने यदि सोसल मिडिया थियो भने त उनीहरूले यो पत्रहरू जति पनि लेखेको छ म्यासेज गर्थ्यो होला, होइन, वाट्सएपमा पठाउँथ्यो होला, मेसेन्जरमा पठाउँथ्यो होला, होइन, भाइबर विभिन्न माध्यमबाट पठाउँथ्यो होला नि त। तर त्यो नभएको कारणले चाहिँ आज लेखेर पठाउनु परेको कारणले चाहिँ त्यो सङ्कलन भएर चाहिँ तपाईँ र मेरो माझमा पुस्तकहरू बाइबलहरू आएको छ, होइन। आज त्यो कारणले नि आज तपाईँ र म चाहिँ समय सापेक्ष परिवर्तन भएर हाम्रो सुसमाचारको ढाँचालाई परिवर्तन गरेर ख्रिस्टको सुसमाचार गर्न चाहिँ आवश्यक छ, होइन। आज मानिसहरू के छ, सबैजना फोनको अगाडि छ नि त, होइन। फोन जति बेला आज मान्छे चाहिँ बरु भात बिना केही समय बाँच्न सक्छ, तर अहिले फोन बिना मान्छे बाँच्नै नसक्नु भएको छ, होइन। फोन छैन भने, एकछिन फोन हातमा भएन भने के भएन, के छैन हुन्छ हामीलाई, होइन। आज त्यही कारणले मान्छेहरू सबै फोनको अगाडि छ। अनि त्यो सोसल मिडियाको प्लेटफर्मलाई पनि तपाईँ र मैले प्रयोग गरेर अगाडि बढ्न आवश्यक छ, होइन। त्यो कुराले चाहिँ मैले महसुस गर्दैछु। अनि म धेरै खुसी छु अहिले हाम्रो यतिजना यहाँ मण्डलीको दाइहरूले पनि त्यो मिडियालाई के अरे सोसल मिडियालाई प्रयोग गरेर, होइन, उहाँहरूले कन्टेन्टहरू बनाएर ख्रिस्टको महिमा हुने कुराहरू गरेर अगाडि बढिराख्नु भएको छ। अनि त्यो कुराहरू हामी गर्न सक्छौँ कि हामीसँग जुन हतियार, हामीसँग जुन चाहिँ माध्यम छ त्यो कुरालाई हामी प्रयोग गरेर ख्रिस्टको प्रचार हामी गर्न सक्छौँ। अनि फेरि आज तपाईँ र मलाई परमेश्वरले दिनुभएको यो जिम्मेवारी हो, होइन। तपाईँ र म अगाडि बढ्नुपर्छ। यो भूमिका चाहिँ तपाईँ र मैले के अरे पुरा गर्नै पर्छ। अनि सबैभन्दा ठुलो कुरा चाहिँ नि प्रियहरू, आज अघि नै मैले भने हामी ट्र्याक्सहरू बाँडेर, होइन, अनि विभिन्न भर्बलले हामी बोलेर सुसमाचार प्रचार गरेर हामी हिँडिराखेको थियौँ। अनि अहिलेको यो समयमा, यो पुस्तामा, यो घडीमा जुन सिनारियोमा तपाईँ र म जिराखेको छौँ नि प्रियहरू, यो सिनारियोमा सुसमाचारको सबैभन्दा ठुलो पर्चा अथवा त्यो ट्र्याक चाहिँ नि तपाईँ र मेरो जीवन हो, है। तपाईँ र म कसरी जिराखेको छौँ, तपाईँ र मेरो जियाइ चाहिँ कस्तो छ, तपाईँ र मेरो जीवनबाट चाहिँ क्रिस्ट चाहिँ प्रतिबिम्बित भएर झल्किराख्नु भएको छ कि छैन त, होइन। त्यो कुरा चाहिँ तपाईँ र मेरो लागि सबैभन्दा ठुलो कुरा र चुनौतीको विषय हो। आज मानिसहरूसँग ट्र्याक्स, होइन, वितरण गरेको हामीले दिएको पर्चाहरू पढ्ने समयहरू छैन प्रियहरू। मान्छे सबैलाई व्यस्त भएको छ, होइन। तर मान्छेसँग यो फुर्सद चाहिँ छ, यो कुरा चाहिँ मान्छेले गर्छ
कि तपाईँ र मलाई चाहिँ मान्छेले पढिराखेको हुन्छ क्या, त्यो पढ्ने फुर्सद चाहिँ छ उनीहरूसँग, मान्छेले हामीलाई निहाल्ने फुर्सद चाहिँ छ। अनि जब तपाईँ र मैले हाम्रो गवाई बिगार्छौँ भने चाहिँ त्यो हाम्रो गवाई होइन क्या, तर ख्रिस्टको गवाई चाहिँ बिगारिराखेको हुन्छ होइन। तपाईँ र म बिग्रेर होइन अनि लथालिङ्ग भएर जब हामी हिँड्छौँ भने चाहिँ आज म त्यसरी हिँडेँ भने सन्तोष बिग्रियो अथवा यो बिग्रियो, यस्तो भयो, लथालिङ्ग भएछ यो भन्दैन क्या। त्यो क्रिस्चियन बिग्रियो होइन, त्यो येशू बिग्रेछ भन्छ क्या। त्यो कारणले नि प्रियहरू, सुसमाचारको लागि तपाईँ र म चाहिँ हाम्रो जीवनशैलीलाई चाहिँ निर्माण गर्न आवश्यक छ यो घडीमा, यो समयमा है। त्यो कारणले आज तपाईँ र म कसरी जिराखेको छौँ, कसरी हिँडिराखेको छौँ, कसरी चलिराखेको छौँ भन्ने कुराले चाहिँ सुसमाचारको लागि सबैभन्दा ठुलो प्रभाव पार्दछ। अनि त्यो कारणले मण्डलीलाई परमेश्वरले दिनुभएको भूमिका अनि रोल चाहिँ तेस्रो चाहिँ इभान्जेलिजम है, सुसमाचार प्रसारको हो। अनि तपाईँ र मैले जुन तरिकाले हामी गर्न सक्छौँ, जसरी गर्न सक्छौँ, तपाईँ र मैले त्यो भूमिका चाहिँ पुरा गर्न आवश्यक छ। अनि आजको विषयमा अन्तिम चाहिँ भूमिका म राख्नेछु, अनि त्यो चाहिँ प्रियहरू सामाजिक सेवाको काम हो। र तपाईँहरूलाई प्रश्न सोध्न चाहे, बाइबलमा हामीले हेऱ्यौँ भने हामी मण्डलीको धर्म चाहिँ के हो? तपाईँहरूले पढ्नु भएको छ, भेट्नु भएको छ यसलाई? मण्डलीको है, हामी विश्वासीहरूको धर्म चाहिँ के हो? क्रिस्चियन चाहिँ नभन्दै फेरि भेट्नु भएको छ, हामी सबैले पढेको छौँ त्यो पदलाई है। तपाईँहरू कसैले एकजनाले ठुलो आवाजमा याकुब 1:27 पढिदिनुहोस् त, त्यहाँ हामी पाउँदछौँ स्पष्ट रूपमा हाम्रो मण्डलीको अथवा क्रिस्चियनहरूको धर्म चाहिँ के हो भन्ने विषयमा त स्पष्ट लेखिएको छ। परमेश्वर पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो, अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु र आफूलाई संसारबाट आमेन। हुन्छ, वचन पढाइमा प्रभुले आशिष दिनुभएको छ। स्पष्ट रूपमा लेखिएको छ याकुब 1:27 परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो, अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु र आफूलाई संसारबाट निष्कलङ्क राख्नु। आमेन। तपाईँ र मेरो धर्म चाहिँ यही हो प्रियहरू, मण्डलीको धर्म चाहिँ यही हो। अनि परमेश्वरले चाहिँ तपाईँ र मलाई मण्डलीलाई दिनुभएको भूमिका चाहिँ अर्को धर्म गर्ने पनि हो है। अनि यहाँ चाहिँ हामी देख्न सक्छौँ कि तपाईँ र यहाँ स्पष्ट भनेको छ अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर है। आज मण्डली चाहिँ नि प्रियहरू, तपाईँ र मलाई परमेश्वरले यस कुराको निम्ति पनि खडा गर्नुभएको छ कि जो व्यक्ति चाहिँ असहाय छ होइन, जसको निम्ति चाहिँ बोलिदिने कोही पनि छैन, जसको साथमा खडा हुने चाहिँ कोही पनि छैन, त्यसको साथमा खडा हुनको निम्ति चाहिँ तपाईँ र मलाई परमेश्वरले जिम्मेवारी दिनुभएको छ। आमेन। त्यो भूमिका चाहिँ तपाईँ र मलाई परमेश्वरले दिनुभएको छ। आज जब मानिसहरू होइन ले कहीँ आशा पाउँदैनन्, जहाँ चाहिँ जब चाहिँ मानिसहरूले कहीँबाट पनि सहायता पाउँदैनन्, तब चाहिँ नि प्रियहरू मण्डली चाहिँ तपाईँ र म सहायताको निम्ति चाहिँ खडा हुन पर्छ। अन्तिम आशा चाहिँ नि प्रियहरू मण्डली तपाईँ र म हुनपर्छ मानिसहरूको संसारमा है। आज धेरै मानिसहरू हामी हेऱ्यौँ भने चाहिँ आज दुर्बलतामा छन्, कष्टमा छन्, सङ्घर्षमा छन्, दुःखमा छन् होइन, अभावमा छन्, आज बिमारमा छन्। अनि विभिन्न कुराहरूले चाहिँ उनीहरू चाहिँ दबिएर थिचिएर पेलिएर बसेका छन्। आज त्यो व्यक्तिहरूको सहायता बन्नको निम्ति चाहिँ परमेश्वरले तपाईँ र मलाई जिम्मेवारी दिनुभएको छ। तपाईँ र म आफ्नो निम्ति मात्रै जिउनको लागि छैनौँ प्रियहरू है। यो संसारमा परमेश्वरले तपाईँ र मलाई चुन्नुभएको कारण चाहिँ तपाईँ र म आफै मात्रै होइन बचेर अनि अन्त्यमा स्वर्ग जानको निम्ति मात्र होइन, तर तपाईँ र मलाई परमेश्वरले यो संसारमा पनि विभिन्न जिम्मेवारी अनि भूमिकाहरू दिनुभएको छ। आज तपाईँ र मलाई परमेश्वरले विभिन्न दान वरदान अनि शक्तिहरूले भर्नु भएको छ होइन। तपाईँ र मलाई परमेश्वरले विभिन्न कुराहरूले आशिषहरूले भर्नु भएको छ, तर त्यो आशिष चाहिँ परमेश्वरले चाहनुभएको कुरा चाहिँ ओभरफ्लो भएर हामी आशिषित भएर अरूलाई पनि के त आशिष दिएको परमेश्वर चाहनुहुन्छ। अनि कतिचोटि चाहिँ नि आज कस्तो हुँदो रहेछ भने हामी चाहिँ धेरैचोटि हामीले पाएको आशिषलाई चाहिँ हामीसँगै गुम्साएर राख्न चाहन्छौँ होइन। तर आज जब हामी मण्डलीलाई चाहिँ हामी विचार गर्छौँ भने नि प्रिय हामी चाहिँ
यस्तो जाति हो अनि यस्तो तरिकाले परमेश्वरले आशिष दिन चाहनुहुन्छ जुन चाहिँ हामी आशिष थुपारिराख्यौँ भने चाहिँ त्यो चाहिँ कुहिएर गनाउँछ क्या है, गनाउँछ। तर त्यसलाई हामी ओभरफ्लो हुन दियौँ, हामीबाट निस्केर बगेर चाहिँ अरू व्यक्तिहरूलाई पनि आशिषित बनाउनेतिर प्रयत्नतिर हामी लाग्यौँ भने चाहिँ परमेश्वरले त्यो हामीबाट चाहिँ रित्तिँदैन के कहिले पनि। आज विश्वासी अनि मण्डली चाहिँ यस्तो हो जो चाहिँ दिएर कहिले पनि रित्तो हुँदैन। तर जब हामी दिन थाल्छौँ, जब हामी अरूको निम्ति हामी सोच्न थाल्छौँ, परमेश्वरले हाम्रो निम्ति सोच्नुहुन्छ र हामीलाई चाहिँ परमेश्वरले भर्न थाल्नुहुन्छ क्या। परमेश्वरले कहिले पनि त्यो भण्डारलाई हामीमा चाहिँ कहिले पनि परमेश्वरले चाहिँ रित्तोपना दिनु हुँदैन। जब हामी चाहिँ अरूलाई दिन थाल्छौँ, हामी चाहिँ अरूको निम्ति सोच्न थाल्छौँ। आज तपाईँले विचार गर्नुभएको छ है, बगेको नदीलाई हामी हेऱ्यौँ भने त्यो बगिराखेको नदी हामी हेर्छौँ नि, त्यो नदी आफैमा शुद्ध हुन्छ क्या होइन। बगेको खोलाको पानी पिउनु भन्छ नि होइन, अनि त्यो चाहिँ के त भन्दाखेरि शुद्ध हुन्छ, त्यसले आफैलाई प्युरिफाई गरिराखेको हुन्छ र त्यो चाहिँ पानी पिउनको निम्ति योग्य हुन्छ, शुद्ध हुन्छ। तर जब हामीले हेऱ्यौँ भने एउटा कुनै खाडलमा अथवा कुनै पनि निश्चित ठाउँमा चाहिँ पानी जमेको छ भने त्यहाँ के हुन्छ, भुसुना र मच्छर हुन्छ, हो कि न भन्नुहोस् त। त्यो पानी त पानी नै हो नि होइन, त्यो खोलामा बगेको पानी पनि पानी नै हो र त्यो कुवामा के अरे एउटा सानो ठाउँमा भएको पानी पनि पानी नै हो। तर त्यो ओभरफ्लो भएर त्यो बगेको छैन एउटा, अनि एउटा चाहिँ बगेको छ। त्यस्तै प्रियहरू, आज तपाईँ र ममा भएको दान वरदान अनि आशिषको कुराहरू पनि नि जब बग्छ तब चाहिँ शुद्ध हुन्छ र त्यसले चाहिँ काम गर्छ क्या है। तर हामीले गुम्साएर हामी सँगै राख्यौँ भने चाहिँ त्यो चाहिँ काम लाग्दैन, त्यो चाहिँ अर्थविहीन हुन्छ। तर त्यो आशिष, त्यो अनुग्रह त अनुग्रह नै हो नि त, हो किन भन्नुहोस् त। तर के त त्यसलाई चाहिँ हामीले प्रयोग गरेनौँ भने चाहिँ त्यो कुनै पनि मूल्यको हुँदैन। त्यो कारणले परमेश्वरले चाहनुभएको कुरा चाहिँ नि तपाईँ र मैले हामीले जसरी सक्छौँ हाम्रो ठाउँबाट होइन, आज समाजको लागि पनि तपाईँ र मैले केही सोचेर अगाडि बढ्न आवश्यक छ। हाम्रो क्षेत्रबाट हामीले सक्नेसम्म, हामीले सक्दै नसक्ने होइन, हाम्रो क्षमताले नै नभ्याउने त्यो गरेर भयङ्कर कुरा गर्नुपर्छ भन्न खोजेको होइन मैले। तर हामीमा जे छ अनि हामीले जसरी सक्छौँ अनि जे गर्छौँ, जे गर्न सक्छौँ त्यो चाहिँ तपाईँ र मैले गर्ने प्रयत्न गरेर समाजलाई पनि त्यो अपनाउने काम गर्नुपर्छ। आमेन। म तपाईँलाई मेरै व्यक्तिगत सानो गवाही दिन चाहन्छु है। मैले 2011मा विश्वास गरेको, अनि त्यो समयमा चाहिँ मसँग एकजना मेरो अङ्कल हुनुहुन्थ्यो सम्बन्धले, तर हाम्रो के भन्छ एउटा त्यो सम्बन्ध चाहिँ एकदमै नजिकको एउटा मित्रको सम्बन्ध थियो। अनि उहाँको चाहिँ नाम पनि मेरै है, ठ्याक्कै सन्तोष लकान्जी नै। अनि मेरो काका हुनुहुन्छ, अहिले चाहिँ हाल उहाँ कोरियामा हुनुहुन्छ। अनि अर्को एकजना चाहिँ उमेरले दाइ हुनुहुन्छ, तर उहाँ पनि एकदमै हामी तिनजना चाहिँ घनिष्ठ मित्र है। अनि अडिट डिसी भन्ने अर्को एकजना दाइ हुनुहुन्छ। अनि हामी तिनजनाले चाहिँ एउटा योजना गरेको थियौँ क्या, हामीले प्लान गरेको थियौँ कि भोलिको दिनमा चाहिँ हामी सँगै मिलेर केही काम गर्नुपर्छ प्रभुको निम्ति होइन। केही कुराहरू चाहिँ हामी गर्नुपर्छ प्रभुको निम्ति र समाजको निम्ति चाहिँ हामीले केही सोच्नुपर्छ, केही कुराहरू गर्नुपर्छ भनेर चाहिँ हामीले त्यति बेलै चाहिँ तिनजना मिलेर सरसल्लाह गरेको थियौँ। अनि त्यो कुरालाई चाहिँ हामीले निरन्तर होइन 2011देखि नै हामीले प्रार्थना गरेर अगाडि बढिरहेको थियौँ। अनि 2024को सुरुवातमा चाहिँ नि त्यो कुरालाई चाहिँ हामीले अब चाहिँ केही कुरा गर्नुपर्छ व्यावहारिक रूपमा भनेर हामीले सोच्यौँ। अनि त्यस पछाडि चाहिँ हामीले एउटा सानो सेवाकाईलाई सुरु गरेको छौँ प्रियहरू है, जसको नाम चाहिँ हामीले GCHN भनेर दिएको छौँ। अनि त्यसको अर्थ चाहिँ ग्लोरिफाइङ क्राइस्ट बाई हेल्पिङ द निडी भनेर हामीले नाम दिएको छौँ। अनि त्यो संस्थालाई चाहिँ अहिले हामीले सुरुवात गरेको छौँ। अनि यसमा चाहिँ हामी धेरै छैनौँ अहिले खासमा चाहिँ हामीसँग मेरो जुन अङ्कल हुनुहुन्थ्यो, हामीले जुन सुरुमा सल्लाह गरेको थियौँ उहाँ चाहिँ जोडिनु भएको छैन। तर अहिले चाहिँ म अनि हाम्रो अर्को जुन मित्र हुनुहुन्थ्यो अडिट, उहाँ अनि मेरो श्रीमती, हामी तिनजना मिलेर चाहिँ त्यो सेवाकाईलाई अगाडि बढाइराखेको छौँ। हामीसँग भयङ्कर रुपियाँ पैसा भएर होइन, हामीलाई चाहिँ बाहिर अरू कुनै व्यक्तिहरूले सहयोग गरेको छ भन्ने पनि छैन। हामीले जति हामीले कमाएको छौँ, हामीले कमाएको थोरै रुपियाँ पैसाबाट केही अंश चाहिँ प्रभुको निम्ति छुट्याएर त्यो सेवाकाईको लागि चाहिँ हामीले छुट्याइराखेर चाहिँ काम प्रभुको गरिराखेको छौँ
है। अनि अहिले धेरै नेपालमा हामीले सकेसम्म हामीसँग जोडिने हामीले थाहा पाएसम्मको व्यक्तिहरू जो पनि अभावमा हुनुहुन्छ, खाँचोमा परेको हुन्छ होइन, त्यो व्यक्तिहरूलाई चाहिँ हामीले विभिन्न माध्यमबाट सहायता पुर्याएर अनि विभिन्न अनाथ आश्रमहरूदेखि लिएर अनि वृद्धाश्रमहरूदेखि लिएर विभिन्न ठाउँमा चाहिँ हामीले अहिले प्रभुको कामहरू गरिराखेका छौँ। म तपाईँलाई भन्न खोजेको कुरा चाहिँ के हो भने जब हाम्रो हृदयमा उत्कट इच्छा र चाहना प्रभुको निम्ति केही गर्ने, यो समाजको निम्ति केही गर्ने हुन्छ नि, तब चाहिँ प्रभुले तपाईँ र मेरो निम्ति ढोका खोल्नुहुन्छ। सबैभन्दा ठुलो कुरा भनेको चाहिँ हामीलाई आर्थिक रूपमा हामी अबल हुनुपर्छ भन्ने कुरा होइन, होइन, हामीसँग प्रशस्त भएर हामी प्रभुको काम गर्छौँ भन्ने होइन, तर प्रभुले चाहनु भएको एउटै मात्रै कुरा चाहिँ तपाईँ र मेरो हृदय चाहिँ विशाल भएको परमेश्वर चाहनुहुन्छ। आमेन। अनि जब तपाईँ र मेरो हृदयलाई चाहिँ हामी विशाल बनाउँछौँ र प्रभुको निम्ति केही गर्छु भन्ने उत्कट इच्छा राख्छौँ भने चाहिँ प्रभुले तपाईँ र मेरो निम्ति ढोका खोल्नुहुन्छ र त्यो कुरा र त्यो काम गर्नको निम्ति चाहिँ प्रभुले योग्य बनाउनुहुन्छ। आमेन। त्यो कारणले प्रियहरू आज तपाईँ र मलाई परमेश्वरले दिनुभएको अर्को भूमिका चाहिँ नि तपाईँ र मैले चाहिँ सेवाको काम गर्नको लागि हो। परमेश्वरले तपाईँ र मलाई त्यो कुराको लागि पनि बोलाउनु भएको छ है। हामीले आज विशेष गरी 4वटा भूमिकालाई हेऱ्यौँ। पहिलो थियो आराधनाको, अनि दोस्रो भनेको निर्माणको, अनि तेस्रो भनेको चाहिँ सुसमाचार प्रचारको, र चौथो भनेको चाहिँ सामाजिक काम होइन, अथवा सामाजिक सेवाको, समाज सेवाको कुरा। आज तपाईँ र म आफैलाई निहालौँ होइन, अनि विचार गरौँ तपाईँ र मैले चाहिँ प्रभुले दिनुभएको मण्डललाई दिनुभएको भूमिका मध्ये कुन कुरामा चाहिँ तपाईँ र म चुकिरहेको छौँ, कुन कुरालाई चाहिँ हामीले गर्न सकिरहेको छैनौँ। प्रभुसँग भनौँ र प्रभुलाई प्रार्थना गरौँ र प्रभुले चाहिँ तपाईँ र मेरो निम्ति चाहिँ त्यो ढोकाहरू खोल्नुहुनेछ होइन। आज यदि तपाईँ र म चाहिँ साँचो रूपमा प्रभुलाई आराधना गर्न सकिरहेका छैनौँ भने हामी प्रभुको नजिक यो बिहानी छौँ। प्रभुले चाहिँ तपाईँ र मलाई होइन उहाँको आत्माले भरेर आत्मा अनि सत्यतामा आराधना गर्नको निम्ति चाहिँ सहायता गर्नुहुनेछ। यदि तपाईँ र म चाहिँ दिनौँ प्रभुमा निर्माण हुन चाहिँ सङ्घर्ष गरिरहेको छौँ, सकिरहेको छैनौँ होइन, आज चाहिँ हामी चाहिँ संसारकै कुराहरूमा हामी चाहिँ जिरहेको छौँ भने प्रभुलाई भनौँ, प्रभुले चाहिँ उहाँको आत्माद्वारा तपाईँ र मलाई चाहिँ निर्माण गर्नुहुनेछ। आमेन। अनि तपाईँ र म चाहिँ सुसमाचार प्रचार गर्नको लागि चाहिँ सकिरहेको छैनौँ, हाम्रो जीवनशैली चाहिँ त्यही अनुसारको हामी जिउन सकिरहेको छैनौँ भने पनि प्रभुलाई चाहिँ सहायता मागौँ, प्रभुले हामीलाई सहायता गर्नुहुन्छ। अनि सामाजिक काममा अरूको निम्ति चाहिँ सेवा पुर्याउने काममा तपाईँ र म चाहिँ होइन पछाडि परिरहेको छौँ भने पनि प्रभुलाई भनौँ, प्रभुले हामीलाई सहायता गर्नुहुनेछ होइन। आज प्रियहरू यो जुन म फेरि थोरै जोड्न चाहे यो सेवाको काममा चाहिँ प्रियहरू तपाईँ र मैले आर्थिक पाटोलाई मात्रै बुझ्नु हुँदैन है। सेवाको काम गर्ने चाहिँ विभिन्न माध्यमहरू छ। तपाईँ र मैले कुनै व्यक्तिलाई एउटा सानो हौसलाको वचन बोल्यौँ भने पनि त्यो सेवाको काम हो प्रिय है। कसैलाई उत्साह तपाईँ र मैले दिँदैछौँ भने पनि नि त्यो सेवाको काम हो। त्यो कारणले यसलाई चाहिँ तपाईँ र मैले वाइडर रूपमा होइन, यसलाई चाहिँ तपाईँ र मैले बृहत रूपमा सोच्नुपर्छ सेवाको कामको विषयमा है। अब म अन्त्यमा तपाईँहरूको माझमा एउटा दुईवटा कुरा गरेर वचनलाई अन्त्य गर्नेछु है। म थोरै तपाईँहरूको माझमा जोड्ने छ। हामीले हेऱ्यौँ मण्डलीको विषयमा होइन, अनि मण्डलीको अर्थ पनि हामीले थोरै हेऱ्यौँ, अनि बाइबलले के भन्छ भन्ने विषयमा, अनि त्यो कारणले अनि त्यस पछाडि हामीले फेरि अनि मण्डलीको भूमिकाको विषयमा हेऱ्यौँ। अब मण्डली तपाईँ र म सङ्गतिमा एकसाथ रहन चाहिँ किन आवश्यक छ भन्ने विषय थोरै हामी हेर्नेछौँ है। तपाईँ र म सबैको ख्रिस्टको शरीर हो, मण्डली हो, अनि तपाईँ र म एकसाथ सङ्गतिमा रहन चाहिँ किन आवश्यक छ। हिब्रू 10:25 चाहिँ स्पष्ट भनिएको छ है, कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ, तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन प्रोत्साहन दियो। आमेन। आज तपाईँ र म सबै मण्डली ख्रिस्टको शरीरहरू, अनि तपाईँ र म एकसाथ भेला हुन सङ्गतिमा रहन चाहिँ किन आवश्यक रहेछ भनेर चाहिँ हिब्रू 10:25 स्पष्ट भनेको छ है। प्रभुको दिन चाहिँ नजिक आएको तिमीहरूले जानेका हुनाले देखेका हुनाले चाहिँ तिमीहरूले चाहिँ एक अर्कालाई के गर, झन उत्साह र प्रोत्साहन दिनु भन्छ। आज तपाईँ र म वर्ल्डको घटनाहरूलाई होइन, विश्वको घटनाहरूलाई अनि परिस्थितिहरूलाई हामी हेर्दै गयो भने चाहिँ प्रियहरू वी आर नियर टु द सेकेन्ड कमिङ अफ क्राइस्ट है। हामी येशूको दोस्रो आगमनको नजिक 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 हामी लम्किरहेको छौँ। अनि कति बेला ख्रिस्टको आगमन हुन्छ भन्ने कुरा हामी बुझ्दैनौँ, हामी थाहा पाउँदैनौँ है। अस्ति हाम्रो दिलदाई र म ट्राभल गर्दै गर्दाखेरि दिलदाईसँग पनि हाम्रो कुरा हुँदै थियो। अहिले मान्छेले चाहिँ यस्तरी सोच्दैछ कि यो समय चाहिँ ख्रिस्ट नै आउनु हुँदैन, उहाँको आउने समय चाहिँ अझै धेरै लामो छ होइन, केही समय पछाडि मात्रै आउनुहुन्छ भनेर मान्छेले सोचिरहेको छ। अनि प्रभुको वचनले के भन्छ, जब मान्छेले चाहिँ सोचेकै हुँदैन होइन, मान्छेले चाहिँ कल्पनै गरेको हुँदैन, त्यति बेला चाहिँ ख्रिस्टको आगमन हुन्छ क्या होइन।
त्यो कारणले तपाईँ र म चाहिँ सबैजना निर्माण हुन आवश्यक छ। येशूको दोस्रो आगमनको निम्ति चाहिँ तपाईँ र म दुलै चाहिँ सजिएर सुसज्जित भएर बस्न आवश्यक छ। अनि त्यो कुरा चाहिँ त्यति बेला सम्भव हुँदछ जब चाहिँ तपाईँ र म मण्डली चाहिँ एकसाथ सङ्गतिमा अनि एउटा समूहमा रहेर चाहिँ हामी अघि बढ्दछौँ है। त्यो कारणले आज मण्डली तपाईँ र म सङ्गतिमा रहन चाहिँ आवश्यक छ। आज हामी सबैजनालाई होइन एउटा असल मित्र अनि असल साथीहरू साथीभाइ त्यो सङ्गत अनि त्यो सबै कुराहरू हामीलाई चाहिन्छ होइन, हामी सबैजनालाई जीवन जिउँदै गर्दाखेरि। तर जब हामी त्यो सम्बन्ध अनि त्यो साथीभाइ अनि त्यो इष्टमित्रहरू संसारमा हामी खोज्न थाल्यौँ भने चाहिँ नि त्यसले तपाईँ र मलाई चाहिँ परमेश्वरको उपस्थितिबाट टाढा ढकेल्छ त्यो सङ्गत, त्यो साथीभाइ, त्यो इष्टमित्रहरूले। तर त्यो सम्बन्ध, त्यो साथीभाइ अनि त्यो इष्टमित्र, त्यो सङ्गत जब हामी मण्डलीभित्र खोज्छौँ भने चाहिँ नि त्यो सम्बन्धले चाहिँ तपाईँ र मलाई के त ख्रिस्टतर्फ धकेल्छ। आज संसारको सम्बन्धले ख्रिस्टदेखि तपाईँ र मलाई टाढा धकेल्छ भने आज संसारमा के अरे मण्डलीको सम्बन्ध अनि त्यो सङ्गतले चाहिँ तपाईँ र मलाई ख्रिस्टतर्फ धकेल्ने काम गर्छ। त्यो कारणले पनि तपाईँ र म चाहिँ मण्डली हामी एउटा सङ्गतिमा रहन चाहिँ अत्यन्त आवश्यक छ है। हितोपदेश 18:24 त्यहाँ हामी देख्दछौँ, धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छन्। आमेन। आज त्यो सम्बन्ध चाहिँ नि प्रियहरू तपाईँ र मैले ख्रिस्टको शरीर अनि उहाँको मण्डलीमा मात्रै हामी पाउँदछौँ। अनि एफिसी 2:19 यसरी भनेको छ, यसरी अब तिमीहरू विदेशी र प्रवासी होइन तर सन्तहरूसँग तिमीहरू सङ्गी नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। आमेन। तपाईँ र म चाहिँ सबैजना चाहिँ आज एकअर्कामा चाहिँ हामी सङ्गी नागरिक र परमेश्वरको परिवारको सदस्य भएको कारणले तपाईँ र म मण्डली चाहिँ एकसाथ सङ्गतिमा रहन आवश्यक छ। अनि अर्को एउटा कुरा चाहिँ नि प्रिय तपाईँ र म प्रज्वलित भइराख्नको लागि चाहिँ तपाईँ र म सङ्गतिमा रहन आवश्यक छ। तपाईँ र म के हुन प्रज्वलित भइराख्न सङ्गतिमा रहन चाहिँ आवश्यक छ। हामी सबैजना दाउरामा अथवा आगोमा भात नपकाएका होइन, आगोमा पकाएको भात नखाएको हामी नेपाली मण्डलीभित्र हामीहरू कोही पनि छैनौँ मलाई जहाँसम्म लाग्छ। हामी सबैजनाले आगो तापेका छौँ अनि आगो बालेको छौँ होइन, कोइलाहरू देखेका छौँ, धेरैले कोइलामा हामीले सेकुवा बनाएर पोलेर खाएको छौँ होइन। अनि त्यो कोइला बलिराखेको कोइलाको त्यो के भन्छ कोइलाहरू तपाईँले देख्नुहुन्छ नि एकदमै रापिलो भएर बलिराखेको हुन्छ। तर त्यो रापिलो भएर बलिराखेको कोइलाबाट तपाईँले एउटा कोइलाको टुक्रालाई चाहिँ निकालेर बाहिर राखिदिनु भयो भने नि त्यो के हुन्छ, निभेर कालो हुन्छ, हो कि भन्नुहोस् त। ऊ पनि त बलि त राखेको थियो नि त, ऊ पनि त्यो अरू के अरे कोइलाहरू चाहिँ एकदमै प्रज्वलित भएर आगो दिइराखेको थियो, बलिराखेको थियो। तर जब त्यो चाहिँ त्यो अरू कोइलाहरूको सङ्गतिबाट बाहिर निकालियो तब ऊ चाहिँ के भयो, निभ्यो अनि कालो भयो। आज तपाईँ र मेरो इसाई जीवन पनि मण्डली पनि त्यही हो। जब तपाईँ र म आफैलाई आज मण्डलीको एउटा सङ्गतिबाट जब बाहिर निकाल्छौँ, बाहिर हामी निस्कन्छौँ भने चाहिँ तपाईँ र ममा भएको जुन त्यो प्रज्वलितपन हुन्छ नि, जुन आगो हुन्छ नि त्यो चाहिँ निप्छ। तर त्यो आगोलाई प्रज्वलित बनाइराख्नको लागि तपाईँ र म चाहिँ प्रज्वलित भएर चम्किराख्न बलिराख्नको लागि चाहिँ के त सबै ती अरू त्यो कोइलामा जसरी त्यो अर्को बाहिर राखिएको कोइला मिल्न आवश्यक थियो त्यसै गरी चाहिँ मण्डलीमा तपाईँ र म चाहिँ मिल्न अनि सङ्गतिमा रहन चाहिँ आवश्यक छ। आमेन। आजको वचनबाट परमेश्वरले हामीलाई प्रशस्त आशिष दिनुभएको होस् ताकि तपाईँ र म चाहिँ होइन मण्डलीलाई प्रभुले दिनुभएको भूमिकालाई पुरा गरिकन सधैँ प्रज्वलित भएर हामी एकअर्कामा सङ्गतिमा सधैँ रहन सकौँ। हुन्छ, परमेश्वरले हामी प्रत्येकलाई यो वचनद्वारा आशिष दिनुभएको होस्। बाँकी सम्पूर्ण रहल समय हाम्रो हामीले संचालक दाइलाई दिँदै यहाँबाट बिदा हुन चाहन्छु। तपाईँहरू सबैजनालाई जय मसीह।